आदरणीय दर्शकबिन, प्राय राजनीतिक नेताहरूको बारेमा आलोचना तथा टीका टिप्पणीहरू टन्नै सुन्न पाइन्छ। आज हामी कुन ठाउँमा कुन नेता कति सफल भए भन्ने कुरालाई पछि राख्दै नेपालका प्रधानमन्त्री हुने लाइनमा रहेका र मेयरबाट प्रधानमन्त्रीसम्म भइसकेका अहिलेका शक्तिशाली शीर्ष नेताहरू जो एकदमै खतरनाक इङ्ग्लिस बोल्दछन्। अब आउनुहोस् उनै नेताहरूका खतरनाक इङ्ग्लिस सुनौ। आजको यो भिडियो एकदमै मजा आउनेवाला छ, अन्तिमसम्म हेर्नुहोला। यदि यहाँहरू अहिलेसम्म पनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब पनि गरिदिनुहोला। अब आउनुहोस् आजको विषयवस्तुतिर लागौँ। नम्बर 10, सोभिता गौतम। 2052 सालमा काठमाडौँमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य एवं पूर्व पत्रकार समेत रहेकी सोभिता गौतमले त्रिभुवन विश्वविद्यालयबाट बिए एलएलबी गरेकी छन् भने गहकिलो तर्कसहित तेजिलो बोल्ने क्षमता भएकी लोकप्रिय सोभिता गौतम अहिले नेपालको कानुन न्याय तथा संसदीय मामिला मन्त्री पनि हुन्। अब हेर्नुहोस् उनै सोभिता गौतमको दमदार अङ्ग्रेजी। Namaste and a warm greeting from Nepal, the land of Himalayas, the birthplace of Lord Buddha, and the home of resilient and hopeful people. I stand before you today not just as an elected representative, but as a daughter of Himalayas who grew up witnessing inequalities and limited opportunities. But today, I proudly represent a society that is moving forward, one that is learning to value inclusion, justice and dignity for all. नम्बर 9, सुदन गुरुङ। पुर्ख्यौली घर गोर्खा रहेको सुदन गुरुङ गैर सरकारी संस्था हामी नेपालका संस्थापक हुन् भने उनी जेन्जी आन्दोलनपछि जेन्जीहरूको नेतृत्व गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि रवि र बालेन मिलाउनेमा पनि उनको सक्रिय सहभागिता थियो। पछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट गत निर्वाचनमा गोर्खा एकबाट भारी मतान्तर सहित काङ्ग्रेसलाई पछि पार्दै विजय भएका थिए भने बालेन नेतृत्व सरकारको पूर्व गृहमन्त्री पनि हुन्। पछि व्यवसायी दीपक भट्टसँग नाम मुछिएपछि बढ्दो विवाद र सार्वजनिक दबावका कारण नैतिक जिम्मेवारी स्वीकार गर्दै 26 दिन मात्र गृहमन्त्री पदमा बसेर उनले आफ्नो पदबाट राजीनामा दिएका थिए। अब हेर्नुहोस् उनै सुदन गुरुङको दमदार अङ्ग्रेजी। We did our best. That's what we, that's what we had. So I know many of the people are unsatisfied on this decision, but we cannot satisfy everyone at the same time, But just a background of our Prime Minister, she had been fighting against corruption since a long time, and she was impeached and removed from the Supreme Court. And keeping that in mind, we thought she could be the best candidate for the Prime Minister. नम्बर 8, डोल प्रसाद अर्याल। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व उपसभापति, कार्यवाहक सभापति एवं अहिलेका प्रतिनिधि सभाको सभामुख डोल प्रसाद अर्याल 2082 को निर्वाचनमा काठमाडौँ 9बाट निर्वाचित सांसद पनि हुन् भने उनी 2079 को निर्वाचनमा खस आर्य क्लस्टरबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित हुँदै प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि भएका थिए भने अब हेर्नुहोस् उनै सभामुख डोल प्रसाद अर्यालको दमदार अङ्ग्रेजी। At this conference, we are discussing on a range of issues including the protection of workers against the effect of climate change and biological hazard at the workplace. Representing a nation that is at the forefront of the climate change impact, I call on the global leaders to realize the urgency of reducing climate change impacts on people and planet. नम्बर 7, ज्ञानेन्द्र शाही। 2048 सालमा जुम्लाको दुर्गम भेगमा जन्मिएका ज्ञानबहादुर ज्ञानेन्द्र शाही हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता हुन् भने उनी जुम्ला 1बाट 2 पटकसम्म निर्वाचित प्रतिनिधि सभाको सांसद पनि हुन्। मूलधारको राजनीतिमा आउनु पूर्व भ्रष्टाचार विरोधी अभियन्ताको परिचय बनाएका ज्ञानेन्द्र शाही सदनमा पनि आक्रामक र अराजक शैलीमा प्रस्तुत हुने गर्छन्। उनले काठमाडौँको त्रिचन्द्र कलेजबाट आइएससी पढेपछि सीए पढ्नको लागि भारतको राजधानी दिल्ली पुगेका थिए। उनले सीए फाइनल नगरी नै नेपाल फर्किए भने दिल्लीमा हुँदा नै एउटा चार्टर अकाउन्टेन्ट फर्ममा भारतीय हतियारहरूको अडिट गर्ने काम गरेको बताउने उनी भारतीयहरूले नेपालीहरूमाथि गर्ने व्यवहारका कारण नेपाल फर्किएको बताउने गरेका छन्। अब हेर्नुहोस् उनै खहरो बोल्ने ज्ञानेन्द्र शाहीको अङ्ग्रेजी। अङ्ग्रेजीमा बोलौँला नि, के छ अहिले बोल्नु नभने छ। हाउ यु गोइङ माइट्स बुझिसक्नु भयो? बोलाएको छ कि छैन हाउ यु गोइङ माइट भनेर तपाईँलाई कुनै अजिले अहिलेसम्म? As a we are not talk to the all Australian peoples and Australian politicians, but I can talk to
speak English. Yeah. But I don't Yeah. like English. Yeah. I am the parliament member of in Nepal. Actually, Nepali people are here Australia. Struggle face in this time. All over there, the student is here. नम्बर 6 पुष्पकमल दाहाल प्रचण्ड झण्डै 13 वर्ष भूमिगत जीवन बिताएका पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी नेकपाको संयोजक प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएससी गरेका छन् भने एमपीए सम्मको अध्ययन गरेका छन्। प्रत्येक निर्वाचनमा चुनावी क्षेत्र फेर्दै आउने गरेका उनै प्रचण्ड 2079 मा गोर्खा 2 बाट र गत निर्वाचनमा रुकुम पूर्व पुगेर निर्वाचित भएका थिए भने पूर्व प्रधानमन्त्रीहरूमा अहिले उनी एकमात्र प्रतिनिधि सभाको निर्वाचित सांसद पनि हुन्। अब हेर्नुस् उनै पूर्व प्रधानमन्त्री दाहालको अङ्ग्रेजी। Climate change is differentially impacting to those poor, women, indigenous and disadvantaged communities who primarily depend upon weather-based livelihood, have limited information, resources and capacity to cope with the changes. Distinguished participants, I firmly believe that a unified mountain voice is urgently needed to address the growing concern about the effect of climate change on mountain communities and the ecosystem service they provide. नम्बर 5 हर्क साम्पाङ खोटाङको खर्तम्चा चोखाने गाउँमा जन्मिएका धरान उपमहानगरपालिकाको पूर्व मेयर एवं श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ पहिले उनको कामको कारण निकै लोकप्रिय रहेका थिए भने अहिले उनी उनकै बढी बोल्ने बानीको कारण बेला बेला कन्ट्रोभर्सीमा आइराख्छन्। उनी जनताको ससाना मुद्दामा रहेर काम कुरा गर्छन् भने धरानमा रहेको पानीको समस्या हटाउनदेखि पार्क बनाउनसम्म जनतासँगै ढुङ्गा बोक्ने कामसम्म गरेका थिए। उनले एसएलसी गाउँकै विद्यालयबाट उत्तीर्ण गरेपछि उच्च शिक्षाको लागि पछि धरान सरेका थिए। उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन पुरा गरेका छन् भने उनी उच्च शिक्षा पुरा गरेपछि रोजगारीका लागि इराक र अफगानिस्तान पनि गएका थिए। अब हेर्नुस् उनै हर्क साम्पाङको दमदार अङ्ग्रेजी। First thing we have to learn is to understand the value of time. How punctual they are, how punctual they start the programs, and how punctually in time they finish, they accomplish the works. We have to learn a lot from them. And this is an example that they have accomplished the work, the project in given time, and the quality, of course, we have to learn from them. The timeline, to meet the timeline and the quality. नम्बर 4 केपी ओली नेकपा एमालेको अध्यक्ष एवं पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले कक्षा 10 सम्म मात्र अध्ययन गरेका छन् भने उनी पदमा रहँदा बारम्बार क्षुद्र बोली उखान टुक्का भ्रष्टाचारमा मौनता एवं उनको व्यक्तिगत दम्भको कारणले विवादमा तानिएका थिए। 2082 साल भाद्र 23 र 24 गतेको जेनजी आन्दोलन अघि उनकै नेतृत्वमा सरकार थियो। सोही सरकारले नेपालमा 26 वटा भन्दा बढी सोशल मिडिया साइट्सहरूमा पूर्ण प्रतिबन्ध लगाएको थियो र त्यसपछि जेनजीहरूको आन्दोलनले उग्र रूप लिँदै तत्कालीन केपी ओली नेतृत्वको सरकार ढालेको थियो भने गत निर्वाचनमा झापा 5 मा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहसँग केपी ओली 49,614 मतान्तरले लज्जास्पद हार बेहोरेका थिए। अब हेर्नुस् उनै क्षुद्र ओलीको अङ्ग्रेजी। It is about leading the people towards prosperity and happiness so that they could feel highest level of dignity. At the international level, sovereign equality and mutual respect constitute the backdrop of comprehensive democracy. These principles are essential for building the frameworks of a just, inclusive, equitable, representative and accountable global order. Mr. President, as a nation emerging from conflict, Nepal deeply understands the profound value of peace and political stability. नम्बर 3 डाक्टर सोडिम अग्ले गोर्खामा जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति एवं पेशाले अर्थशास्त्री डाक्टर सोडिम अग्ले तनहुँ 1 बाट प्रतिनिधि सभामा 2 पटकसम्म निर्वाचित सांसद हुन् भने अग्ले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष एवं युएनडीपीमा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा आर्थिक नीति निर्माणमा योगदान पुर्याएका छन्। उनले हार्वर्ड युनिभर्सिटीबाट स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी सम्मको अध्ययन पुरा गरेका छन्।
उनी नेपाली काङ्ग्रेसको दशकौँसम्म सदस्य रहेका थिए भने पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आर्जु राणा देउवाको हातबाट अपमान भएको आरोप लगाउँदै पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए भने अहिले उनलाई बालेन सरकारको आशालाग्दो अर्थमन्त्रीको रूपमा हेरिएको छ। अब हेर्नुहोस् उनै बौद्धिक नेता डाक्टर सोडिम अग्लेको दमदार अङ्ग्रेजी। Mr. President, just over 2.5 months ago, Nepal was shaken by a powerful earthquake that claimed nearly 9,000 lives and imposed an economic cost worth about 1/3 of the national income. We had not faced a natural disaster of this magnitude for over 80 years. Cultural monuments that marked the glory of the Nepali civilization are ruined. The aftershocks have strained an already fragile mountain ecology. I wish to begin by referring to this calamity to illustrate the relevance of themes being discussed here in Addis. नम्बर 2 रवि लामछाने। रवि लामछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् भने उनी नेपालका एक पूर्व चर्चित पत्रकार पनि हुन्। उनको औपचारिक शिक्षा काठमाडौँको भिरगुटी मण्डपमा रहेको आरआर क्याम्पसबाट पत्रकारितामा +2 सम्म मात्र खुलेको छ भने अहिलेसम्म उनी सहकारी मुद्दा झेलिरहेका छन्। उनले गत निर्वाचनको केही समय अघि मात्रै काठमाडौँ महानगरपालिकाको तत्कालीन मेयर बालेन्द्र शाहलाई आफ्नो पार्टीमा वरिष्ठ नेतादेखि प्रधानमन्त्रीको रूपमा अघि सारेर पार्टीलाई झन्डै 2/3 बहुमत ल्याउन महत्त्वपूर्ण योगदान पुर्याएका थिए भने अब हेर्नुहोस् उनै त्यागी नेता लामछानेको दमदार अङ्ग्रेजी। I just want to make sure few things here that the government of Nepal is very much committed and promised. One example is right in front of us, which is just passed ordinance is there. So we understand the problems that you've been facing, and I am well aware of the experiences that all the investors having, not only the experience and impression as well. We're well aware of the impression and the experience that you all have. आदरणीय दर्शकबिन, आजको हाम्रो भिडियोको पहिलो नम्बरमा रहेका छन् प्रधानमन्त्री बालेन्द्र शाह। विक्रम सम्वत 2047 सालमा नरदेवी काठमाडौँमा जन्मिएका काठमाडौँ महानगरपालिकाको पूर्व मेयर एवं जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता हुँदै हाल नेपालको प्रधानमन्त्री भएका बालेन्द्र शाहले व्हाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरैया प्राद्यौगिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टरसम्मको अध्ययन पुरा गरेका छन्। सबै कुराहरूको राम्रै ज्ञान भएको, थोरै बोल्ने र कामलाई प्राथमिकता दिने एक्सन ओरिएन्टेड बालेन्द्र शाहको पुर्ख्यौली घर महोत्तरी हो भने अहिले उनको परिवार त्रिभुवन विमानस्थल नजिकै रहेको तिनकुनेको गैरी गाउँमा बस्दै आउने गरेका छन्। उनी प्रधानमन्त्री मात्र नभएर र्यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक पनि हुन् भने अब हेर्नुहोस् उनै चर्चित बहुप्रतिभाशाली प्रधानमन्त्री बालेन्द्र शाहको दमदार अङ्ग्रेजी। Kathmandu is the capital city of Nepal, so our approach is to find the root cause for it, and the root cause is not every city is privileged with better education, better health facility and job opportunities. So our approach is to collaborate with other cities and other VDCs around our capital to collaborate with them for the upliftment of their education system, upliftment of their job opportunities. So we don't promote migration from outer cities. So what we believe is the power, the economy, the job opportunity all over the country should be balanced. A single city should not gain all the power, all the economy, so that people come all over the country come to the single city. So yeah, we identify the people who are coming from some districts, some other districts. Obviously, the citizenship designates the place they live. So most of the people, they have their lands, but in their villages. आदरणीय दर्शकबिन, आज हामीले तयार पारेको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? यदि मन परेको छ भने हाम्रो यस भिडियोलाई अनिवार्य लाइक, कमेन्ट गरी सब्स्क्राइब पनि गरेर सहयोग गरिदिनु होला। हस् त दर्शकबिन, अर्को भिडियोमा पुनः भेट्ने बाचा गर्दै यस भिडियोबाट बिदा हुन्छु। म मनिष पडासैनी, नमस्कार।